यति बेला म छु बझाङ जिल्लाको केदारचु गाउँपालिकामा अवस्थित झोटा बजारको तल्लो गेटमा। जुन दृश्य तपाईहरूले देखिराख्नु भएको छ यो दृश्य हो पहिलेको झोटा बजार र अहिलेको झोटा बजारमा धेरै भिन्नता देख्न सकिन्छ। ठाउँ पनि उत्तिकै राम्रो, चारैतिरबाट डाँडा काँडाले घेरिएको, अनि एक साइडतिर सलल बग्ने सेती नदी। बीच बजारमा जय पृथ्वी राजमार्ग, जहाँ ठुला ठुला गाडीहरू पनि गुडिरहेछन्, अनि त्यही राजमार्गको दायाँ बायाँ ठुला ठुला पक्की घरहरू अझै सुनमा सुगन्ध भने झैँ भैरव माध्यमिक विद्यालय, जुन विद्यालयमा हाम्रो धेरै साथीहरूको बाल्यकाल पनि बितेको थियो र मेरो पनि बाल्यकाल त्यही बितेको थियो। यो ठाउँलाई मलाई लाग्छ बझाङ जिल्लाकै मुटु भन्दा पनि फरक नपर्ला। कृपया भिडियोलाई अन्तिमसम्म हेरिसकेपछि आफ्नो मनमा लागेको कुरा कमेन्ट बक्समा राख्न नबिर्सिनुहोला। धन्यवाद।